शुक्ला साहित्य सङ्गमको 220औं साहित्य श्रृङ्खला साहित्यिक यात्राद्वारा चुदिरम घाममा गई भानुभक्त जन्म जयन्ती जुन 213औं जन्म जयन्ती मनाइँदैछ, त्यसको लागि शुक्ला साहित्य सङ्गम परिवार अगाडि बढ्दैछौँ। आदिकवि भानुभक्त आचार्य जन्मस्थान व्यवस्थापन समितिको सभाकक्षमा यसै नगरका भानु नगरपालिकाका नगर प्रमुख आनन्द त्रिपाठीज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। संस्थाका संरक्षक शेषमणि आचार्यज्यू कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो भने भानुभक्त आचार्यका पनाती पनि कार्यक्रममा विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले नेपालको इतिहास जुन सुगौली सन्धिमा गुमेको इतिहास र त्यसैको वैराग्यतामा नेपालमा कृष्ण भक्ति र राम भक्ति भाव जागृत भयो भन्दै इतिहास सम्झाउँदै हुनुहुन्थ्यो। सीमाना बढाइरहेका थिए। यसबेला अचानक हाम्रो ठुलो हार भयो, त्यो सुगौली सन्धि भन्ने ठाउँमा हार भयो र त्यहाँ हामीले चाहिँ अहिलेको करिब आधा जति भन्नु पर्यो भूभाग हामीले गुमाउनु पर्यो र अहिले यो नेपालमा हामी चाहिँ सन्तुष्ट भएर बस्नु परेको छ। हामी यो नेपालका नेपाली र त्यसपछि त्यो युद्धले गर्दा हाम्रा पुर्खाहरूको मन क्षत विक्षत भयो, साथै दुखित भए अनि हाम्रा पुर्खाहरूको जीवनमा एउटा चाहिँ वैराग्य उत्पन्न भयो र त्यो वैराग्य उत्पन्न हुने क्रममा दुईटा वैराग्य, एउटा मान्छेले कृष्ण भगवानलाई सम्झेर वैराग्यमाथि शान्ति लिने प्रयास गरे, एक थरी मान्छेले राम भगवानलाई भगवान मानेर शान्ति लिने प्रयत्न गरे।